गाइस स्वागत छ न्यू भिडियोमा र आज चाहिँ हामी छेउको त भन्नु मिल्दैन तर के छ भेटाउन पनि छैन त्यहाँनिर के त्यो कसरी छ भने त्यो सपना चाहिँ डिएम हो डिएम त्यो यता म्यापमा हेर्दा चाहिँ किटको भन्छ आइसक्यो यहाँ चाहिँ उयो अगाडि हो अब यसरी जाने गाडी लाग्ने ठाउँ होइन यो यसरी उताबाट आउँछ उता जान्छ त्यही त म अघि गेस गरेर यहाँबाट यसरी माथि जान्छ 24 अनि यहाँबाट यस्तो जानु भने चाहिँ 58 हो फेरि 58 मैले भनिरहेको चाहिँ यहाँबाट अलिकति उता छ अब यहाँबाट रोड क्रस गर्नुपर्ने हुन्छ त्यहाँ त्यो मार्केट चाहिँ तर यहाँतिर कस्तो राम्रो रहेछ है यो गाडीहरू गयो र कसरी रोड क्रस गरेर उता गरेको छ मम्मीको स्याड मोमेन्ट जब हामीले यो मार्केट घरमा आएर हेऱ्यौँ तब थाहा भयो यो मार्केट पर्मानेन्टली क्लोज भइसकेको रहेछ मार्केट चाहिँ बन्द रहेछ आज मन्डे भनेको बन्द सन्डे हो र मन्डे हो आज मन्डे हो सन्डे बन्द हुनुपर्ने अब यहाँबाट रोड क्रस गरौँ सिग्नल छैन रोक्छन् सिग्नल छैन रोक्छन् यहाँबाट जम्मै खतरा रहेछ 4 बजे 3 बजे दिउँसै आउन हस् अब भोलि फेरि आउने भोलि पनि बिदा होइन यो मोमेन्टमा हामीले भोलि आउने भनेको थियौँ तर यो पर्मानेन्टली क्लोज भइसकेको थाहा पाएर हामी भोलि सेन्टरतिरको डिएम मार्केटमा गयो मन्डे छिटो बन्द हुन्छ कि मन्डे छिटो बन्द हुन्छ कि जम्रे यहाँको मान्छेहरू चाहिँ राम्रो कुनै राम्रो कुनै नराम्रो हुन्छ कुनै चाहिँ लाग्थ्यो सायद एयरपोर्ट्स लगाएर होला यहाँनिर चाहिँ मजाले आवाजै आएको छैन त्यसको लागि चाहिँ सरी ल होइन त्यसबाट बनाइन्छु यसबाट देखाउनु पऱ्यो नि त यहाँनिर बनाइन्छ ल यहाँ खतरा रहेछ यो चाहिँ मैले ब्राइटनेस बनाएको यो चाहिँ ब्राइटनेस कम गरेपछि यस्तो है गाइज किन जानु भइहाल्छ नि मम्मी चाहिँ फेरि नेचरल लभर है मम्मी चाहिँ नेचरल लभर हुनाले यति फुल देखे पनि वाउ भन्न थालिसक्नुभयो मेरो फेस कस्तो देखेछ टक्कलाई टिकटक बनाइदिने मम्मीको खै ल बनाइदिन्छु दिनु ला त यहीँ थिच्दै त म यहीँबाट गर्छु यहीँबाट गर्ने यहाँ बिचमा थिच्दैन ल मम्मीको चाहिँ यहाँनिर टिकटकको भूत सुरु भइसकेको छ तपाईँकोमा भन्दा यसबाट राम्रो आएको छ नि तपाईँकोमा भन्दा यसबाट राम्रो आएको छ नि बाप रे ये तो धोती खोल रहा है जम यो फुलले पूजा गर्नुहुन्छ होला त हुन्छ त टिपेर लादा हुन्छ त ल उ त्यो गोजीमा हाल्नु न त हाल्नु
गोजीमा हाल्नु अरे देवा ये गड़बड़ है बाबा फुल्लो झार्नुहुन्छ ठ्याक्कै अहिले यो मोमेन्ट कसैले मैले देखेको मेरो एल लाग्थ्यो होइन 2x मा राख्छ जुम इन जुम आउट गर्नुपर्छ ल ल 3 2 1 गो त्यहाँबाट यता आइसक्यो अब यताबाट जाने ए 24 हुने त हो नि यो वाउ पूजा गर्न लाग्ने डाँडा है उनीहरू मने छुट्टी लाग्छ ए कन्स्ट्रक्सन चल्यो मेरो भाइ पनि आइसक्यो कन्स्ट्रक्सन गर्न थाल्यो यता जाने कति माथिबाट यो चोइस यहाँबाट जाने कति माथिबाट यहाँबाट त यो कुन बाटो थाहा छ त्यो अगाडि माथि हाम्रो फुल्दै निस्किनु क्या यस्तो हिँड्नु पर्यो अस्ति हामी यतिबाट आएको थियौँ नि त लगे भिडियो धेरै लामो नगरेर एकछिन भेटौँ गएँ यहाँ चुपचाप भिडियो खिच्नुलाई भिडियो खिचे भनेर थाहा छैन क्या मम्मीलाई हजुर हो यहाँ अगाडि चाहिँ यस्तो छ यो नामको मात्रै बिजनेस के यहाँ राम्रो ठाउँ भनेको यो स्कर्टको मात्रै हो अर्को ओरिट पनि राम्रै छ होला राम्रो छ ओरिटको गाउँ
ल गाइस अहिले एकछिनमा भेट्छु है त यहाँनिर चाहिँ के भएर हो थाहा होइन कस्तो भित्रै ब्लर आएछ मेकअप गरेर मार्केट जाने भनेको बिर्थै भयो देख्नु पाइएन झन् त्यो कुकुरलाई नदेखेँ किर्सी थियो मैले यहाँनिर चाहिँ छिट्टै राम्रो सन्सेट छ यता आउनु कस्तो ब्लर भएको क्यामेरा त्यो सबै फुल खसेछ नि है सबै फुल खसेछ नि त्यो है फेरि फल्न ला होला ए त्यो फल आउने हो यहाँनिर थियो क्या एउटा कस्तो क्यामेरै भर आइरहेको क्या यहाँनिर एउटा कस्तो राम्रो फुल थियो एउटा त होइन धेरै थियो 100-200 योभन्दा बढी थियो नि त्यहाँ चाहिँ अँध्यारो यहाँ चाहिँ हेर्नु कस्तो उज्यालो है अलिकति अगाडि गइपुग्छ ल हिँड्दा कहाँ आइपुगे थाहा छैन छेउमै हुनुपर्ने हो मार्केट त लगाइस मार्केट गर्दाखेरि थाहा छैन छेउमै हुनुपर्ने अब त आउनु पर्ने उति क्रसको आउँछ होला सबै देख्ने गरी खिच्नुपर्छ क्या फोटो लामो पारेर खिच्दै त एउटा राम्रो तर आकाश राति छ कस्तो त्यो यस्तो बाउ त्यहाँ कस्तो मजाले कति खिच्नै नजाने बन्छ नि त भनेर हो यहीँ उयो मतलब यो कस्तो छ भने अस्ति नै हामीले यहाँ कप मात्रै दिएको थियो त कतिमा कति दिन आएको 5 दिन आएको केही पाउला भनेको त कप मात्रै दिँदै अब यहाँ टक्कलाई रेन्ट गर्नु तर राम्रो रहेछ है द्राबो यहाँनिर चाहिँ ब्राइटनेस दिएर भएर यस्तो हालत भइरह ब्राइटनेस अलिकति कम बसिसक्यो यतिको ठिक छ सामान ल गाइस मैले चाहिँ यहाँनिर भोइस ओभर गरिराखु किनभने यसो त्यो रियल आवाज अलि राम्रो आएको थिएन त्यसैले गर्दा यो चाहिँ नर्थ म्यासिडोनियाको
आफ्नै ब्रान्डको मार्केट जस्तो लागिरह। अनि यहाँनिर चाहिँ बाहिरबाट हेर्दा सानो देखिन्छ तर भित्रबाट हेर्दा ठुलो छ यो मार्केट चाहिँ। मम्मी चाहिँ यता लुगा छान्दै हुनुहुन्छ अनि यता चाहिँ सर्फको सेक्सन छ अनि लामो छ यहाँनिर चाहिँ, तर फ्रुट्स भेजिटेबल चाहिँ अगाडि रहेछ। अनि यहाँनिर फेरि मम्मी लुगा छान्दै हुनुहुन्छ र मेरो यहाँ राइट साइडमा भाँडा धुने लिक्विडहरू छ त हजुरहरूले देख्न सक्नुहुन्छ। अनि स्पन्जहरू स्ट्रहरू यस्तो उस्तो के छ अब सबै भनेर त भ्याइँदैन। अनि मेरो लेफ्ट साइडमा यहाँनिर मम्मी साबुनहरू छान्दै हुनुहुन्छ। यहाँनिर महँगो लागेर मम्मीलाई चाहिँ साबुन, यो साबुन चाहिँ किन महँगो लिएको थाहा भएन, अलि राम्रो भएर होला सायद, म चाहिँ कन्फर्म छैन किन महँगो लिएको। अनि यता चाहिँ त्यो हाम्रो घरमै युज गर्ने साबुनहरू यसो उसो अलि सस्तोमै दिएको रहेछ। अनि यता एल्युमिनियम फोइलहरू त्यो के फोइलहरू रहेछ। अनि ठ्याक्कै म चाहिँ यतापट्टि आइराख्छु, मम्मी चाहिँ त्यहीँ हुनुहुन्छ। अनि यहाँनिर चाहिँ मम्मी के छान्दै हुनुहुन्छ यहाँ। यहाँनिर चाहिँ म्यासिडोनियाको फ्ल्याग रहेछ 35 दिनार्समा। अब म्यासिडोनिया फ्ल्याग त देखिरहेको छ, मम्मीलाई किन्ने भने नकिन्ने भन्नुभयो। किनभने यहाँ म्यासिडोनियाको फ्ल्याग अलिक किनेर केही कामै छैन क्या, किनभने यता बाहिरतिर देखिरहन्छ। अब त्यो नेपालको फ्ल्याग चाहिँ चाहिने हो, यहाँ पाउँदैन नेपालको फ्ल्याग, म्यासिडोनियाको फ्ल्याग चाहिँ किनेर काम छैन यहाँनिर। अब टक्क म यत्तिकै गफगाफ गर्दै बसिरहेको थिएँ यहाँनिर चाहिँ। मम्मीको फेरि एउटा चिज छानेपछि चाहिँ छाने हुनुहुन्छ क्या, अहिले पनि छानिरहनु भएको छ। म चाहिँ एकै ठाउँमा उभिएर हेरिरहने क्या मम्मी के छान्नुहुन्छ। अनि यता चाहिँ टिस्यु पेपरहरू रहेछ। अनि यता मासुको आइटम्सहरू अन्डाहरू यस्तो उस्तो रहेछ। लगाइज अब एकछिन भेट्छु है त। हेलो मालिक, यस्तो मोजाको कति रहेछ क्या? यस्तो हाफ त रहेछ 358। यस्तो जामा मोजालाई चाहिँ 358 तिर्दैन है, पुग्छु होला। खै कति हो? मैले भनेको चाहिँ ससेज टाइपको मासु अन्डाहरू के हो यहाँ। अब चाहिँ हामी यहाँबाट अलिक अगाडि सर्न लागेको। यहाँनिर चाहिँ चाउचाउ छ। अनि फेरि यता डोनट्सहरू त्यो आफैले घरमा गएर त्यो बनाउने, उनीहरूले पहिले बनाएर राखेको हुन्छ। हामीले के त्यो त्यसलाई पकाउने मात्रै, अब के भनौँ खाने मात्रै। यहाँनिर चाहिँ दुध छ। अनि फेरि त्यो फ्रिजतिर मासु छ मैले भर्खरै देखाएको। अनि यता माथि चाहिँ बत्ती छ, त्यो त सबैले देखिरहन्। अनि टक्क लाएर यहाँनिर चाहिँ चामल रहेछ, हामीले लिएर नि भन्दा अलिक सस्तोमै 900 ग्राम, तर अलिकति कम छ। म चाहिँ फेरि मम्मीलाई बोलाउन गइरहेको यसो केही सस्तोमा देख्ने बित्तिकै। अनि यहाँ मम्मीले चाहिँ मलाई बोलाउनु भयो। पानी यहाँ त्यो 50 रुपियाँ कम रहेछ क्या, त्यही भएर 10 लिटरको पानी हो यो चाहिँ। यहाँनिर चाहिँ यसरी पानी किनेर खानुपर्छ। ट्याप वाटर नि मिल्छ तर अलि किचरबाट आउने भएर अलि नराम्रो हुन्छ। अनि यहाँनिर चाहिँ मेरो साइडमा बेकरी आइटम, अब ब्रेडहरू यस्तो उसो भयो। अनि यहाँनिर लगाइस अहिले मेरो हातमा चाहिँ यहाँ त्यो ट्रोली छ। यहाँ चाहिँ कोक जुसहरू छ। अब चाहिँ म यहाँ यसो मम्मीलाई फकाउन जान्छु। जुस के अरे कोक किनिदिनु भनेर यहाँ चाहिँ मम्मीले प्राइस सोध्नु भएको थियो क्या। अनि अब चाहिँ मम्मीले यो मोजा लिनुहुन्छ, त्यो सस्तो हुनाले। अरू ठाउँमा चाहिँ अलिक महँगै लिन्छ क्या। अब चाहिँ म यहाँ मम्मीलाई फकाएर कोक लिनु लागेको छु। मलाई एउटा जुस किनिदिनु न, कोक एउटा लिएर 35 रे। मम्मी एउटा लिन्छ नि। यता आउनु, यतापट्टि त्यहाँ हेरिसक्यो। लगाइ एकछिन
ल गाइस फाइनली मम्मीले चाहिँ मलाई यहाँ कोक किनिदिइसक्नु भएको छ। मैले चाहिँ क्यान लिने भन्नुको क्यान नलिकन अर्को चाहिँ लिनुभयो। यहाँ चाहिँ बच्चाहरूको लागि गाडी छ, यो बाइक भयो, यस्तो उस्तो गाडी भयो। र मेरो यहाँ राइट साइडमा चाहिँ तेल छ। यहाँ चाहिँ गाडी भन्ने बित्तिकै मेरो भाइ कराइसक्यो है फेरि। अनि टक्क लाएर यहाँ चाहिँ मेरो मम्मीको फेभरेट चक्लेट चाहिँ ट्रु फ्रु भन्ने, सेम त्यही चक्लेट त छैन तर त्यस्तै छ। अब चाहिँ म मम्मीलाई यहाँ ट्रु फ्रु चक्लेट छ भनेर भन्न जानला। मम्मी चाहिँ फेरि यहाँ सेन्ट सोक्दै हुनुहुन्छ क्या, मम्मीको फेभरेट हो नि त सेन्टहरू त, अनि सुँगिहाल्नुपर्छ। टेस्टरहरू छ नि त यहाँ, यसरी टेस्टरहरू दिन्छ अनि यसरी सुँगेर आफूले छानेर किन्न पाउँछ क्या। मम्मीलाई चाहिँ त्यहाँ मात्रै एउटा सेन्ट मन परेको छ। अनि यहाँनिर चाहिँ त्यही मैले भनेर त्यही चक्लेट चाहिँ छैन तर त्यस्तै खाले छ। मम्मीले चाहिँ होस् नकिन्ने भन्नुभयो क्या। आज चाहिँ अस्ति नै चाहिँ के अरे खान मन लागेर कस्तो गर्नुभएको थियो। ल गाइस लेट्स कन्टिन्यू विथ ओरिजिनल भोइस। के बोले मैले? What the hell is this? स्क्रिन कति रहेछ? रहेछ लेखा छैन। तपाईँ सेक्सनमा गर्छु। तपाईँ यहाँ चाहिँ के बलहरू रहेछ। यहाँ आइसक्यो। अब बिलिङ गराउन आउनु मम्मी। पर्पल 300 वाला यो मन पर्यो? तपाईँले पर्पल वाला मन पर्यो हो? मिठो बास्ने एकछिन भेट्छु रहेछ। 110 बिलिङ गराउनु यता आउनु आउनु। बिलिङ गरेको देख्छ नि त, झोलामा हाल्दै गर्नु। माथिबाटै छ त। पेमेन्ट अरू के दिनदिन मै पुग्छु। को किनिदिनु भएको किन दुःख दिने होइन। केही त छोडे छोडा होइन। सुन त यो मिठो छ है। मैले यो चाहिँ क्या यो है बास्नै आएन। सुन न मजाले। यो कुन चाहिँ म्याजिक लभ हो? त्यही त अहिलेको पर्पल क्या, 300-200 मेरोमा आएको छ त्यो लिन आइदियो ल एक दिन आएर लग्थ्यो है। एक दिन आएर नेमानिस ठिकै छ क्या। मलाई चाहिएको मेन मोजा त मोजा लिएँ होइन, एकदम इम्पोर्टेन्ट कुरा। हेट कान्छी लायो। जाडो भयो मलाई। त्यहाँबाट एउटा दुध पनि लिनु छ। दुध चाहिँ त्यही सस्तो हो। त्यो जाने छिर्ने हो। तपाईँ जब चाहिँ हामी अर्को मार्केट नै सक्छौँ त्यही गएर भेट्छ है त। हामी चाहिँ अर्को मार्केट आइसक्यौँ। यो चाहिँ यहाँ प्लेस मार्केट हो। मेरो फेभरेट चिप्स हो। अनि अर्को यहाँ नि छ 19 बाका साह्रै आउने किन साह्रो गर्दा दुईवटा लिदिउँ त्यो राखेर।
मम्मी दुधै त होइन मम्मी दुधै त होइन भने दुध यहाँ यो दुध दिन 50 रुपियाँमा होइन दुध चाहिँ लिइसक्यौँ है कसले होइन मैले एउटा पान लिएर आउनु है मम्मी सामान राखिसके उयो लिएर आउनु उयो लिएर आउनु के छ मेरो के यहाँ चाहिँ सेन्ट पाउँदैन रहेछ सेन्ट हो यो यसमा चाहिँ कुन चाहिँ राम्रो हो कुन चाहिँ राम्रो हो यो ब्ल्याक त्यो पिङ्क जान्छ पिङ्क ए ऊ त्यो सामान दिनु न मान्छे आइसक्यो तर कुन चाहिँ मन पर्छ कि यो कति रहेछ प्राइज हेर त एउटा लिन्छु त्यो सामानहरू त्यही त चौथा हेर त्यो त्यो त महँगो छ नि खै कति छोडिदिनु म अन्डा कति छ अरे हेर त अन्डा अन्डा कता छ अन्डा दुई सय फाइनल म घर चाहिँ आइसकेँ आजको लागि चाहिँ यति नै बाई बाई